अम्लेट फर ब्रेकफास्ट। ल आज हेरौँ यसले मेरो ब्लड सुगर स्पाइक गर्छ कि स्टप गर्छ। म युज गर्दैछु एउटा कन्टिन्युअस ग्लुकोज मोनिटर द्याट्स अट्याच टु माई बडी टु सी यो 3टा अन्डाको अम्लेटले मेरो ब्लड सुगर स्पाइक गर्छ कि स्टेबल राख्छ। यो अम्लेटमा छ लगभग 280 क्यालोरिज, 18 ग्राम प्रोटिन, 7 ग्राम कार्ब्स र लगभग 20 ग्राम हेल्दी फ्याट्स। हेलो एभ्रिवान, हामीले 3टा अन्डाको अम्लेट खाएको अराउन्ड 3 घण्टा भइसक्यो। अब हेरौँ मेरो ग्लुकोज मोनिटरले के भन्छ। तपाईँ हेर्न सक्नुहुन्छ मेरो ब्लड सुगर लेभल 3टा अन्डाको अम्लेट खाएपछि पनि एकदम स्थिर र स्टेबल छ। देयर वाज नो स्पाइक। 2 दिन अगाडि मैले 3टा बोइल्ड अन्डा खाएर टेस्ट गर्दाखेरिको रिजल्ट र अहिले 3टा अम्लेटको रिजल्ट हेर्दा लगभग सिमिलर छ। दिस इज अ भेरी गुड साइन। तपाईले अन्डा बोइल गरेर खानुस्, अम्लेट बनाएर खानुस्, स्क्रैम्बल गरेर खानुस्, तर प्लिज खानुस्। It is a very good and healthy snack that keeps you filled for a long period. Please remember, individual results vary and follow for more.